जय मसीह अनि नमस्कार, हार्दिक स्वागत अनि अभिवादन छ तपाईलाई मेरो युट्युब च्यानलमा। फेरि पनि आज म तपाईहरुको बीचमा परमेश्वरको वचन लिएर उपस्थित भएको छु। आजको वचनको शीर्षक छ अनुग्रह। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज हामी परमेश्वरबाटको अनुग्रह कसरी चाहिँ प्राप्त गर्न सक्छौं त? के मानिसले आफैले आफैलाई बचाउन सक्छ अथवा परमेश्वरले अनुग्रह नगरेको कारण के हामी चाहिँ परमेश्वरबाट उद्धार पाउन सक्छौं? के परमेश्वरबाट अनुग्रह बिना हामी उद्धार र मुक्ति पाउन सक्छौं भन्ने कुरामा हामी छलफल गर्नेछौँ। बाइबलका केही पदहरू हेर्नेछौँ। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज हामीले परमेश्वरको अनुग्रहबाट वचन सुन्दैछौँ। मानिस पापी छ, कमजोर छ, आफैले आफूलाई उद्धार र मुक्ति दिन सक्दैन, तर परमेश्वरले प्रेम गर्नुभएको कारणले चाहिँ आज तपाईँ र मैले चाहिँ उद्धार पाएका छौँ। किनभने आज हामीले चाहिँ परमेश्वरमा विश्वास गरेको कारणले चाहिँ हामीले अनुग्रह पाएका छौँ। आज मानिसहरूले घमण्ड नगरोस् कि मैले आफैले परमेश्वरलाई चुने, मैले आफैलाई परमेश्वरलाई पाएँ, मैले आफैले चाहिँ परमेश्वरलाई खोजेँ भनेर कहिले पनि घमण्ड नगरोस्। यस उद्धारले हाम्रो कामलाई होइन, तर परमेश्वरको अनुग्रहलाई चाहिँ के गर्छ भन्दाखेरि जनाउँछ अथवा बताउँछ। तपाईँले एफिसी 2:8 हेर्नुभयो भने त्यहाँ लेखिएको छ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज तपाईँ र मलाई चाहिँ उद्धार पाउनुको उद्देश्य भनेको तपाईँको मेहनतले होइन, तपाईँको परिश्रमले होइन, तपाईँको दुःखले होइन, तपाईँले चाहेर तपाईँले अनुग्रह पाएको छैन, तपाईँले उद्धार पाएको छैन, तपाईँले मुक्ति पाउनु भएको छैन, तर परमेश्वरको अनुग्रहले अथवा प्रभु येशू ख्रिस्टले चाहेर अथवा पिता परमेश्वरले चाहेर अथवा पवित्र आत्माले चाहेर नै हामीले आज अनुग्रह पाएका छौँ। तपाईँ र मैले उद्धार पाएका छौँ। उहाँले तपाईँ र मलाई अनुग्रहको वरदान दिनुभएको छ। आज कतिपय मानिसहरूले चाहिँ यो घमण्ड नगरोस् कि मेरो कारणले, मेरो मेहनतले, मेरो परिश्रमले मैले गर्दा चाहिँ मैले अनुग्रह पाएर मैले गरेँ, त्यसपछि परमेश्वरले दिनुभयो भन्ने कुरा चाहिँ कहिले पनि घमण्ड नगर्नुहोस्। किनभने यो त परमेश्वरबाट आएको सित्तैको वरदान हो। हामीले यसलाई कमाउन या प्राप्त गर्न सक्दैनौँ। हामीले यसले चाहिँ लगानी गरेर, पैसा दिएर, मेहनत गरेर, आफ्नो परिश्रम गरेर चाहिँ यसलाई हामीले प्राप्त गर्न सक्दैनौँ। आज संसारमा धेरै कुराहरू चाहिँ हामी मेहनत गरेर, कमाएर, परिश्रम गरेर होइन, आफैलाई केही न केही कुरा दिएर प्राप्त गर्न सक्छौँ भने, तर अनुग्रह चाहिँ परमेश्वरबाट आउने वरदान हो। अनुग्रह चाहिँ परमेश्वरबाट आउने एउटा उद्धारको कुरा हो प्रियहरू। किनभने अनुग्रह भनेको योग्य नभएको मानिसलाई परमेश्वरले दिएको क्षमा हो। आज संसारमा मानिसहरू पापमा रुमलिए, मानिसहरू अधर्ममा रुमलिए, मानिसहरू दुःखमा रुमलिए, मानिसहरू चाहिँ पीडामा रुमलिए, तर परमेश्वरले अयोग्य मानिसहरू, संसारले हेपेका मानिसहरू, संसारले दुःखमा पारेका मानिसहरू, संसारले थिचोमिचोमा पारेका मानिसहरूलाई चाहिँ परमेश्वरले दया गरेर दिएको कुरालाई अथवा प्रेम गरेर दिएको कुरा अथवा क्षमा गरेको र दिएको आशिष नै अनुग्रह हो प्रियहरू। तपाईँलाई लाग्न सक्छ अनुग्रह भनेको के हो? परमेश्वरले तपाईँ संसारमा अयोग्य हुँदाहुँदै, तपाईँका संसारका देवी देवतादेखि लिएर, धनाढ्य मानिसहरूदेखि लिएर, आफन्तहरूदेखि लिएर, छिमेकीहरूदेखि लिएर, वरिपरिका मानिसहरूले तपाईँलाई हेपिरहेको बेला, दुःख दिइरहेको बेला, तर स्वर्गका परमेश्वरले तपाईँलाई चाहिँ प्रेम, क्षमा र दया गरेर दिएको आशिषलाई के भनिन्छ? अनुग्रह भनिन्छ। त्यसैले मानिसहरूले चाहिँ परमेश्वरमा निःशुल्क रूपमा चाहिँ अनुग्रह दिनुभयो। किनभने हरेक मानिसले उद्धार पाउन्, हरेक मानिसले मुक्ति पाउन्, हरेक व्यक्तिले, जुन व्यक्तिले खर्च गर्न सक्दैन, जुन व्यक्तिले चाहिँ संसारमा हेपिएर बस्नु परेको छ, ती मानिसहरूले चाहिँ सहज तरिकाले स्वर्गमा जान पाउन् भनेर चाहिँ परमेश्वरले तपाईँ र मलाई चाहिँ आफ्नो एकमात्र पुत्रलाई संसारमा पठाउनु भयो। उहाँले चाहिँ तपाईँ र मलाई धर्मी ठहरुन् भनेर, धर्मी हुन् भनेर, उनीहरूले चाहिँ जीवन पाउन् भनेर चाहिँ परमेश्वरले तपाईँ र मलाई चाहिँ प्रियहरू यो संसारमा अथवा यो ठाउँमा चाहिँ अनुग्रह पठाउनु भएको हो। त्यसैले तपाईँले घमण्ड गर्नुहुन्न कि म विश्वासी भए, म मेरो कारणले आज परमेश्वरले मलाई अनुग्रह गरेन भनेर तपाईँले कहिले पनि घमण्ड नगर्नुहोस्। किनभने अनुग्रह परमेश्वरले तपाईँ र मलाई के गर्नुभएको छ? सित्तैमा दिनुभएको छ। अनि रोमी 3:24 तपाईँले हेर्नुभयो भने यहाँ लेखिएको छ, परमेश्वरका अनुग्रहको वरदानले ख्रिस्ट येशूमा भएको उद्धारबाट तिमीहरू सित्तैमा धर्मी ठहरिएका छन् अथवा तिमीहरू धर्मी ठहरिएका छौ। के अरे? परमेश्वरले अथवा येशू ख्रिस्टले चाहिँ उद्धारबाट तिनीहरूलाई सित्तैमा धर्मी ठहराएका छन्। आज तपाईँ र मलाई चाहिँ
परमेश्वरको अनुग्रह र वरदानबाट यीशु ख्रीष्टले तपाईँ र मलाई चाहिँ सित्तैमा त्यो पापको दलदलबाट, त्यो संसारको निराशाबाट, त्यो संसारको पीडाबाट चाहिँ सित्तैमा उठाएर चाहिँ तपाईँ र मलाई धर्मी ठहराउनु भएको थियो। आज तपाईँ र म जन्मदै पापी थियौँ, हामी पापबाट जन्म अधर्मबाट हुर्क्यौँ र विभिन्न चरणहरू पार गर्दै हामी आफ्नो जीवनसँग सङ्घर्ष गरिरहेका थियौँ। हामी हाम्रो जीवनसँग चाहिँ लडिरहेका थियौँ। हामीले कसरी स्वर्गको बाटो प्राप्त गर्ने, कसरी हामीले चाहिँ उद्धार र मुक्ति पाउने, कसरी हामी चाहिँ नरकदेखि टाढा भएर स्वर्गको बाटो तय गर्ने भनेर हामी हिँडिरहेको बेला चाहिँ परमेश्वरले तपाईँ र मलाई दया गरेको कारणले चाहिँ तपाईँ र मलाई परमेश्वरले प्रेम गरेको कारण, तपाईँ र मेरो पाप हुँदै पनि परमेश्वरले क्षमा गरेको कारण आज तपाईँ र मलाई चाहिँ प्रभु यीशु ख्रीष्टले प्रियहरू सित्तैमा धर्मी ठहराउनु भएको छ। त्यसैले हामीले आफूलाई कहिले पनि घमण्ड नगरौँ कि म आफै हुँ, मैले आफैले गर्नुपर्छ, मैले सबै कुरा आफै प्राप्त गरेको हुँ भनेर कहिले पनि हामी घमण्ड नगरौँ। तपाईँ र मेरो एक सास पनि, तपाईँको र मेरो एक बात पनि, तपाईँको र मेरो एक पाइला पनि परमेश्वरको अनुग्रह बिना शून्य छ। आज संसारमा तपाईँहरूलाई थाहा छ, तपाईँको छिमेकी देशहरूमा, तपाईँ बसेको ठाउँहरूमा युद्धका साइरनहरू बजिरहेका छन्, धेरै मानिसहरू मरिरहेका छन्, धेरै ठाउँमा युद्ध चलिरहेको छ। एकअर्काले मानिसले विरोध गरेर विभिन्न किसिमले चाहिँ मानिस अनि संसार अस्त व्यस्त अनि निराशा, दुःख, पीडा, समस्या, युद्धको भुमरीमा फँसिरहेका छन्। तर तपाईँ र म चाहिँ परमेश्वरको अनुग्रहद्वारा अहिलेसम्म पनि शान्तिमा बस्न पाएका छौँ। तपाईँ धन्यको व्यक्ति हो। तपाईँ चाहिँ सबैभन्दा परमेश्वरको क्रुस बोकेको व्यक्ति हो र परमेश्वरको क्रुसले तपाईँ र मलाई चाहिँ आज प्रियहरू अनुग्रह गर्नुभएको छ। तपाईँलाई थाहा छ, परमेश्वरले हामीलाई चाहिँ सित्तैमा धर्मी ठहराउनु भयो, किनभने परमेश्वरले निःशुल्क दिएको वरदान नै अनुग्रह हो। हामी कमाएको होइन, हामीले जमाएको होइन, हामीले चाहिँ थुपारेको होइन। आज तपाईँले काम र मेहनत गरेर बैङ्कमा थुपारेको पैसाले तपाईँलाई अनुग्रह मिलेन, तपाईँलाई शान्ति मिलेन, तर हामीले कमाएको होइन। परमेश्वरले निःशुल्कमा अथवा फ्रीमा दिएको वरदान चाहिँ अनुग्रह हो प्रियहरू। त्यसैले सबैभन्दा ठुलो उदाहरण चाहिँ येशू ख्रीष्टको क्रुस चाहिँ हाम्रो निम्ति अनुग्रह बनेको छ। येशू ख्रीष्टको बलिदान चाहिँ तपाईँ र मेरो निम्ति अनुग्रह बनेको छ। येशू ख्रीष्टको त्याग चाहिँ तपाईँ र मेरो निम्ति अनुग्रह बनेको छ। त्यसैले हामी चाहिँ परमेश्वरमा चाहिँ अनुग्रह पाएका कारण हामी बाँचिरहेको छौँ। मानिस पापमा थियो, मानिसले पाप गरेको थियो, मानिसले अधर्म गरेको थियो, मानिसले संसारमा हुने नहुने कामहरू गरिरहेको थियो, तर परमेश्वरले आफ्नो पुत्रलाई संसारमा पठाउनु भयो। तपाईँले यूहन्ना 3:16 हेर्नुभयो भने, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर उसले अनन्त जीवन पाओस् भन्छ वचनले। किनभने हरेक मानिसलाई उद्धार दिनु परमेश्वरको अनुग्रह हो। हरेक मानिसलाई चाहिँ पापबाट माथि उठाउनु परमेश्वरको अनुग्रह हो। आज यो पदले यो देखाउँछ कि परमेश्वरको अनुग्रहले पापीहरूले उद्धार पाएका छन्। आज परमेश्वरको अनुग्रहले अधर्मीहरूले उद्धार पाएका छन्। प्रभु, तपाईँ र प्रियहरू, तपाईँ र म पनि पापी थियौँ, तपाईँ र म पनि अधर्मी थियौँ, तपाईँ र म पनि तुच्छ थियौँ, तपाईँ र म पनि समाजले, गाउँले, घर परिवारले, विभिन्न ठाउँबाट घृणा गरिएका व्यक्ति थियौँ। तर ख्रीष्ट येशूले यो संसारमा आएर तपाईँ र मेरा पाप उठाउनु भयो, तपाईँलाई अनुग्रह गर्नुभयो, तपाईँलाई उद्धार दिनुभयो, तपाईँलाई मुक्ति दिनुभयो र अनन्त जीवनको निम्ति तपाईँलाई तयार गर्नुभएको छ। त्यसैले तपाईँले परमेश्वरले दिएको अनुग्रहलाई कहिले पनि हेला नसम्झ्यौ। कहिले पनि परमेश्वरले अनुग्रहबाट तपाईँको जीवन परिवर्तन गरेको तपाईँले सधैँ सम्झिनुहोस्। तपाईँले सधैँ ध्यान राख्नुहोस् कि आज मेरो परमेश्वरले अनुग्रह गरेकै कारण म यो ठाउँमा छु भनेर सधैँ परमेश्वरलाई धन्यवाद दिनुहोस्। किनभने तपाईँको जीवन अनुग्रहले चाहिँ तपाईँको जीवन परिवर्तन गर्दछ प्रियहरू। किनभने जब मानिसले परमेश्वरको अनुग्रह स्वीकार गर्छ, उसको जीवन परिवर्तन हुन्छ। जब हामी परमेश्वरले मलाई अनुग्रह गरेको, परमेश्वरले मलाई प्रेम गरेको, परमेश्वरले मलाई क्षमा गरेको भन्ने कुरा चाहिँ हामी आफ्नो कन्सेप्टमा, आफ्नो दिमागमा र हृदयमा राख्छौँ अनि हामी परमेश्वरको डर मान्छौँ। परमेश्वरले दिएको अनुग्रहलाई हामी आत्मसात गर्छौँ र परमेश्वरले दिएको कृपालाई चाहिँ हामी ध्यानमा राख्छौँ र परमेश्वरको शक्तिलाई चाहिँ हामी ध्यानमा राख्छौँ प्रियहरू। त्यसैले म तपाईँलाई के भन्न चाहन्छु भने परमेश्वरको अनुग्रहलाई कहिले पनि तुच्छ नठान्नुहोस्, कहिले पनि हेलचर्काइमा नलिनुहोस्। आफ्नै घमण्डमा म आफै क्रिस्चियन भएँ, म आफै परमेश्वरमा उद्धार पाएँ, मैले मण्डलीलाई खोजेँ, मैले परमेश्वरको सुसमाचारले खोजेँ भनेर घमण्ड नगर्नुहोस्। किनभने परमेश्वरले अनुग्रह गर्दै तपाईँलाई खोज्दै आउनुभएको। तपाईँले 2 कोरिन्थीको पुस्तक
12 अध्यायको 9 पदलाई हेर्नुभयो भने दोस्रो कोरिन्थी 12 अध्यायको 9 पदलाई तपाईँले हेर्नुभयो भने त्यहाँ लेखिएको छ, तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्लभतामा नै सिद्ध हुन्छ। यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस् भनेर म बरु मेरो दुर्लभतामा बढी खुसी साथ गर्व गर्नेछु। हालेलुया। आज तपाईँ र म आफू दुर्लभतामा छौँ भने परमेश्वरको अनुग्रह हाम्रो निम्ति पर्याप्त छ। प्रियहरू, हामी दुर्लभ हौँला, तर परमेश्वर हाम्रो निम्ति अनुग्रह दिन र हाम्रो निम्ति शक्ति दिने र हामी कमजोर भएको बेलामा बल दिनको लागि उहाँले अनुग्रह गर्नुभएको छ। हामीले आत्मसात गर्नुपर्छ कि मेरो परमेश्वरको बल नै मेरो शक्ति हो, मेरो परमेश्वरको अनुग्रह नै मेरो निम्ति उद्धार हो भन्ने कुरा जब तपाईँ र मैले आफ्नो मन र हृदयमा राख्छौँ, जब तपाईँ र मैले आफ्नो आत्मामा राख्छौँ भने परमेश्वरले तपाईँले मलाई अनुग्रह गर्नुहुन्छ। प्रियहरू, त्यसैले हामी अनुग्रह पाएका मानिसहरू, परमेश्वरको अनुग्रहले हामीलाई चाहिँ के सिद्ध गर्छ भन्दाखेरि हामी कमजोरीमा शक्ति दिनुहुन्छ। हाम्रो कमजोरीमा परमेश्वरले शक्ति दिनुहुन्छ, हाम्रो पापबाट छुटकारा गर्नुहुन्छ, हामीलाई नयाँ जीवन दिनुहुन्छ। किनभने अनुग्रहले तपाईँले मेरो जीवनमा काम गर्ने 3वटा कुरा छन्। तपाईँले याद गर्नुहोस्, कमजोरीमा अनुग्रहले शक्ति दिन्छ, पापबाट छुटकारा दिन्छ, नयाँ जीवन दिन्छ। प्रिय, परमेश्वरका अनुग्रहको लागि हामी खुल्ला हुनुपर्ने हुन्छ। यदि हामी परमेश्वरको साथमा अथवा येशू ख्रीष्टलाई ग्रहण गर्छौँ भने हामीले उद्धार पाएका छौँ। किनभने हामीले उद्धार आफैबाट होइन, तर परमेश्वरबाट उद्धार पाएका छौँ। तपाईँ र मैले चाहिँ आफ्नो जीवनमा उद्धारका कुराहरूलाई, मुक्तिका कुराहरूलाई कहिल्यै पनि हेल सर्काइ नसोचौँ। कहिले पनि अनुग्रह, यो सित्तैमा आएको वरदानलाई हामीले कहिले पनि यो सित्तैमा आएको, यो अरू व्यक्तिले मलाई भनेर मैले उद्धार पाएको हुँ, अरू व्यक्तिले मलाई बोलेर मैले उद्धार पाएको हुँ भनेर कहिले पनि परमेश्वरको अनुग्रहलाई तुच्छ नठान्नुहोस्। रोमी 6:14 भन्छ नि, किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ। हालेलुया। तपाईँ आज अनुग्रहको अधीनमा हुनुहुन्छ, तपाईँ आज परमेश्वरको अधीनमा हुनुहुन्छ र परमेश्वरले तपाईँलाई ठुलो रूपमा अनुग्रह गर्नुभएको छ। र परमेश्वरसँग सधैँ हामी एक हृदय र एक मनका भएर अघि बढ्यौँ भने परमेश्वरले जुन अनुग्रहद्वारा तपाईँलाई चुन्नुभयो, जुन अनुग्रहद्वारा परमेश्वरले तपाईँलाई छान्नुभयो, तपाईँको लागि परमेश्वरको बलिदान नै अनुग्रह हो। धन्यवाद।